हरेक नयाँ वर्षको पहिलो दिन, हरेक आइतबारको बिहान हामी आफैसँग एउटा बाचा गर्छौं। अबदेखि पक्का जिम जान्छु। यो महिनादेखि हरेक दिन किताब पढ्छु। अबदेखि सामाजिक सञ्जालमा समय बर्बाद गर्दिन। तर केही दिनमै त्यो जोश कहाँ हराउँछ थाहै हुँदैन र हामी फेरि उही पुरानै बानीमा फर्कन्छौं। आखिर किन यस्तो हुन्छ? के हामीमा इच्छा शक्तिको कमी छ? वा हामी कहिल्यै सुध्रिन सक्दैनौं? विश्व प्रसिद्ध लेखक जेम्स क्लियर आफ्नो पुस्तक अटोमिक ह्याबिट्समा भन्छन्, समस्या तपाई होइन, तपाईको सिस्टम हो। आजको यो भिडियोमा हामी त्यही सिस्टमको 4 सरल तर शक्तिशाली नियमहरू सिक्नेछौं, जसले तपाईको जीवनमा ससाना परिवर्तन ल्याएर विशाल सफलता दिलाउन सक्छ। ध्यान दिएर हेर्नुहोला, किनकि यो भिडियोको अन्त्यसम्ममा तपाईले बानी बनाउने विज्ञानलाई बुझ्नुहुनेछ। भाग 1, वास्तविक समस्या। लक्ष्य विरुद्ध प्रणाली। बानीको नियममा जानु अघि एउटा महत्त्वपूर्ण कुरा बुझौं, लक्ष्य र प्रणाली बीचको फरक। हामी सबैजना लक्ष्य बनाउँछौं, मलाई त्यो जागिर चाहियो, मलाई 10 किलो तौर घटाउनु छ, मलाई धनी बन्नु छ। तर जेम्स क्लियर भन्छन्, सफल र असफल दुवै व्यक्तिका लक्ष्यहरू उस्तै हुन्छन्। सोच्नुहोस् त, ओलम्पिकमा भाग लिने हरेक खेलाडीको लक्ष्य स्वर्ण पदक जित्नु नै हुन्छ, तर एउटाले मात्र किन जित्छ? किनकि उसको दैनिक अभ्यास गर्ने प्रणाली अरूको भन्दा राम्रो हुन्छ। लक्ष्यले तपाईलाई दिशा देखाउँछ, तर प्रणालीले तपाईलाई प्रगति गराउँछ। परीक्षामा टप गर्ने लक्ष्य सबैको हुन्छ, तर हरेक दिन अनुशासनका साथ पढ्ने प्रणाली जसको छ, सफलता उसैले पाउँछ। त्यसैले अबदेखि परिणामको बारेमा धेरै चिन्ता लिनुको सट्टा आफ्नो दैनिक प्रक्रिया र प्रणालीमा ध्यान केन्द्रित गर्नुहोस्। बानीहरू त्यही प्रणालीको जग हुन्। भाग 2, सबैभन्दा गहिरो सिद्धान्त, पहिचान आधारित बानी। अब आउँछ यो किताबको सबैभन्दा गहिरो र महत्त्वपूर्ण सिद्धान्त, जसले तपाईको सोच्ने तरिका नै बदल्न सक्छ। त्यो हो पहिचानमा आधारित बानी। बानी परिवर्तनका 3 तह हुन्छन्। पहिलो, नतिजा परिवर्तन, जस्तै मलाई तौल घटाउनु छ। दोस्रो, प्रक्रिया परिवर्तन, जस्तै म जिम जानेछु। तेस्रो र सबैभन्दा शक्तिशाली, पहिचान परिवर्तन, जस्तै म एक स्वस्थ व्यक्ति हुन्छु। धेरै जसो मानिसहरू बाहिरबाट भित्रतिर जान खोज्छन्, तर दिगो परिवर्तन भित्रबाट बाहिरतिर हुन्छ। उदाहरणको लागि, चुरोट छोड्न खोजिरहेको व्यक्तिलाई कसैले चुरोट दियो भने उसले भन्छ, धन्यवाद, म चुरोट छोड्ने प्रयास गर्दैछु। यो एउटा प्रक्रिया हो। तर जसले आफ्नो पहिचान नै परिवर्तन गरिसकेको छ, उसले भन्छ, धन्यवाद, म चुरोट पिउँदिन। यो सानो भिन्नताले ठूलो असर पार्छ। तपाईको लक्ष्य किताब पढ्नु मात्र होइन, एक पाठक बन्नु हो। तपाईको लक्ष्य दौडनु मात्र होइन, एक धावक बन्नु हो। जब तपाई आफ्नो पहिचान बदल्नुहुन्छ, बानीहरू आफै बदलिन्छन्। भाग 3, व्यवहार परिवर्तनका 4 नियम। अब हामीले आफ्नो सोच सही बनायौं। आउनुहोस् ती 4 नियमहरू सिकौं, जसले यो नयाँ पहिचानलाई वास्तविकतामा बदल्छ। पहिलो नियम हो, बानीलाई स्पष्ट बनाउनुस्। कुनै पनि बानी संकेतबाट सुरु हुन्छ। तपाईको फोनको नोटिफिकेसनको आवाज एउटा संकेत हो, जसले तपाईलाई फोन चलाउन उक्साउँछ। राम्रो बानी बसाल्न त्यसको संकेतलाई आफ्नो आँखा अगाडि छर्लङ्गै राख्नुहोस्। यसको लागि सबैभन्दा राम्रो तरिका हो बानीको चाङ। यसको सूत्र हो, वर्तमान बानी सकेपछि म नयाँ बानी गर्नेछु। उदाहरण, बिहान उठेर ओछ्यान मिलाएपछि म एक गिलास पानी पिउँछु। यहाँ ओछ्यान मिलाउनु तपाईको वर्तमान बानी हो र पानी पिउनु नयाँ बानी। यसले नयाँ बानीलाई हराउन दिँदैन। अर्को उदाहरण, बिहान चिया पिएपछि म 5 मिनटको लागि किताब पढ्छु। र नराम्रो बानी हटाउन के? ठीक उल्टो गर्नुहोस्। यसलाई अदृश्य बनाउनुहोस्। यदि राति धेरै फोन चलाउनुहुन्छ भने सुत्नुभन्दा 1 घण्टा अगाडि फोनलाई अर्को कोठामा लगेर चार्ज गर्नुहोस्। दोस्रो नियम हो, बानीलाई आकर्षक बनाउनुहोस्। जुन काम गर्नमा हामीलाई रमाइलो लाग्छ, त्यो काम हाम्रो दिमागले बारम्बार गर्न चाहन्छ। हामीले राम्रो बानीलाई पनि त्यस्तै आकर्षक बनाउनु पर्छ। यसको लागि प्रलोभनको बन्डल प्रयोग गर्नुहोस्। सूत्र हो, आफूलाई गर्नुपर्ने काम गर्दा म आफूलाई मन पर्ने काम गर्नेछु। उदाहरण, जब म व्यायाम गर्छु तब म आफ्नो मन पर्ने पडकास्ट सुन्नेछु। यसो गर्दा व्यायाम गर्ने काम पनि आकर्षक बन्न जान्छ। यसैगरी सामाजिक प्रभाव पनि महत्त्वपूर्ण छ। तपाई त्यो ग्रुप वा संस्कृतिमा सामेल हुनुहोस् जहाँ तपाईले चाहेको बानी सामान्य मानिन्छ।
यदि तपाईको साथीहरू सबै फिटनेस र स्वास्थ्यको कुरा गर्छन् भने तपाईलाई पनि स्वस्थ बानी अपनाउन सजिलो र आकर्षक लाग्छ। तेस्रो र सायद सबैभन्दा व्यवहारिक नियम हो बानीलाई सजिलो बनाउनुहोस्। हामी प्राय प्रेरणामा धेरै भर पर्छौं, तर सत्य यो हो कि मानव स्वभाव नै कम ऊर्जा खर्च हुने बाटो रोज्नु हो। त्यसैले आफ्नो राम्रो बानीलाई एकदमै सजिलो बनाउनुहोस्। यसको लागि जेम्स क्लियरले 2 मिनेटको नियम दिएका छन्। कुनै पनि नयाँ बानीलाई 2 मिनेटमा सकिने भर्सनबाट सुरु गर्नुहोस्। जस्तै हरेक दिन 1 घण्टा पढ्छु भन्ने लक्ष्यलाई बदलेर हरेक दिन किताबको 1 पाना मात्र पढ्छु बनाउनुहोस्। हरेक दिन 30 मिनेट दौडन्छुलाई बदलेर दौडनको लागि जुत्ता मात्र लगाउँछु बनाउनुहोस्। यो सुन्दा हाँसो उठ्छ लाग्न सक्छ, तर यसले सुरु गर्ने सबैभन्दा ठूलो बाधालाई हटाउँछ। एक पटक तपाईले सुरु गर्नुभयो भने गति आफै बन्छ। यसको अर्को पाटो हो घर्षण कम गर्ने। यदि बिहान जिम जानु छ भने राति नै आफ्नो जिमको कपडा र जुत्ता तयार पारेर राख्नुहोस्। यसले बिहानको आलस्यलाई जित्न मद्दत गर्छ। र अन्तिम नियम हो बानीलाई सन्तोषजनक बनाउनुहोस्। जुन बानीले तत्काल सन्तुष्टि दिन्छ त्यो बानी टिक्छ। समस्या यो हो कि राम्रो बानीको फाइदा भविष्यमा देखिन्छ, जस्तै स्वास्थ्य, तर नराम्रो बानीको मजा तत्काल आउँछ, जस्तै गुलियो खाने। त्यसैले राम्रो बानी पूरा गरेपछि आफूलाई तत्काली सानो पुरस्कार दिनुहोस्। यसको लागि ह्याबिट ट्र्याकर प्रयोग गर्नु उत्तम तरिका हो। एउटा क्यालेन्डर लिनुहोस् र जुन दिन तपाई आफ्नो बानी पूरा गर्नुहुन्छ त्यहाँ एउटा ठूलो एक्स लगाउनुहोस्। केही दिनपछि तपाईले त्यो एक्सको चेन देख्नुहुनेछ। तपाईलाई त्यो लडी तोड्न मन लाग्दैन र यही नै तपाईको लागि सन्तुष्टि बन्छ। अझ प्रभावशाली बनाउन एउटा जवाबदेही साथीदार, अकाउन्टेबिलिटी पार्टनर बनाउनुहोस्। आफ्नो कुनै साथीलाई भन्नुहोस्, हेर, यदि मैले यो हप्ता 5 दिन व्यायाम गरिन भने मैले तिमीलाई 500 रुपैयाँ जरिवाना तिर्नुपर्छ। यो सानो दबावले तपाईलाई काम गर्न बाध्य पार्छ। ल त साथीहरू, यही नै थियो जेम्स क्लियरको विश्व प्रसिद्ध पुस्तक अटोमिक ह्याबिट्सको सार। संक्षेपमा भन्नुपर्दा 1. राम्रो बानीको संकेत स्पष्ट बनाउनुहोस्। 2. त्यसलाई आकर्षक बनाउनुहोस्। 3. त्यसलाई एकदमै सजिलो बनाउनुहोस् र 4. पूरा गरेपछि त्यसलाई सन्तोषजनक बनाउनुहोस्। याद राख्नुहोस्, सफलता कुनै एक रातमा हुने चमत्कार होइन। यो त हरेक दिनको ससाना सही र निरन्तर प्रयासहरूको योग हो। यदि तपाईलाई यो भिडियोबाट केही नयाँ कुरा सिक्न मिल्यो र तपाई आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ भने कृपया यो भिडियोलाई लाइक गरिदिनुहोला। तपाईको एउटा लाइकले हामीलाई यस्तै सामग्री बनाउन ठूलो हौसला मिल्छ। र भविष्यमा यस्तै ज्ञानवर्धक पुस्तक सारांशहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अब कमेन्टमा गएर हामीलाई बताउनुहोस् आजको भिडियोबाट सिकेर तपाई कुन एउटा सानो बानी सुरु गर्न चाहनुहुन्छ र हामीले अर्को भिडियो कुन किताबमाथि बनाउँदा राम्रो होला। तपाईको सुझाव हामी लागि बहुमूल्य छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा भेटौँला।